माओवादी केन्द्रको नेतृत्वमा 10 वर्षे महान जनयुद्ध मार्फत 19 दिने जनआन्दोलनले फालिएको राजा फेरि आज हामीलाई राजा चाहियो, आज हामीलाई चाहिँ त्यही राजतन्त्र चाहियो भनेर जुन संविधानले चिन्दै नचिनेको जुन राजतन्त्रात्मक व्यवस्थाको वकालत गर्नेहरूलाई म के च्यालेन्ज गर्न चाहन्छु भने खबरदार, यदि तिमीहरू हाम्रा विरुद्धमा, यो गणतन्त्रको विरुद्धमा, संविधानको विरुद्धमा हैन, नेपाली जनताले 10 वर्षसम्म त्याग तपस्या र बलिदान गरेर ल्याएको जुन सङ्घर्ष गरेर ल्याएको जुन उपलब्धिहरू, यसलाई मास्ने, यसलाई चाहिँ निमोट्ने कोसिस गरिँदैछ। यदि यस्ता कोसिस गर्छौ भने खबरदार, तिम्रा घाँटी निमोटिन सक्छन्, तिमीलाई चाहिँ लखेटिन सक्छ। त्यसले गर्दाखेरि म दुर्गा प्रसाई लगायतका जुन अहिले राजावादी शक्तिहरू जुन सलबलाइरहेका छन्, हाम्रा विरुद्धमा लागिरहेका छन्, गणतन्त्रको चाहिँ जुन कलिलो चाहिँ भनौँ न एउटा उसलाई निमोट्ने प्रयत्न गरिरहेको छ, यसलाई चाहिँ हामी च्यालेन्ज गर्न चाहन्छौँ। हामी देशैभरिबाट अहिले एउटा विशाल कार्यक्रमको आयोजना हुँदैछ। सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, के अरे चाहिँ विप्लव सिंह लगायतका समाजवादी मोर्चाका नेताहरूले चाहिँ अहिले यसलाई सम्बोधन गर्ने कार्यक्रम छ। हामी यो गणतन्त्रलाई बचाउनको निमित्त 10 वर्षे महान जनयुद्धले लडेर ल्याएका उपलब्धिहरूलाई बचाउनको निमित्त सिङ्गो वाइसेल यतिखेर चाहिँ भृकुटी मण्डपमा छ। आम नेपाली जनता भृकुटी मण्डपमा उपस्थित भएका छन्। आज यो कार्यक्रमले एउटा विश्वव्यापी रूपमा एउटा मेसेज प्रवाह गर्नेछ। लोकतन्त्र र गणतन्त्रको पक्षमा के अरे चाहिँ एउटा विशाल प्रदर्शनले विरोधीहरू जुन राजावादी शक्तिहरू जुन सलबलाउन खोजिरहेका छन्, मसानघाटमा लगेर फ्यालिसकेको राजतन्त्र जुन अहिले पनि जुन सलबलाउने र मूर्ति चोरहरू हिजो चोरेर तपाईको हत्या, हिंसा, बलात्कारमा जुन राजाका छोरा पारस लगायतका मान्छेहरू उनीहरूले जति अपराध गर्दाखेरि पनि छुट हुन्थ्यो, तिनलाई चाहिँ समाप्त पार्नुपर्छ, राजालाई टाउको उठाउन दिनुहुन्न भन्ने कुरामा हामी दुईमत छैन। राजाका विरुद्ध यति बोल्दै गर्दा, राजतन्त्रवादीहरूका विरुद्ध यति बोल्दै गर्दा, गणतन्त्र आएको यतिका वर्ष भयो, गणतन्त्रले साँच्चै नेपाली जनतालाई दियो चाहिँ के? एउटा कुरा तपाईले के बुझ्नु पर्यो भने गणतन्त्रले धेरै चिज दियो। तपाईलाई वाक स्वतन्त्रता, तपाईले मलाई प्रश्न गर्दै गर्दाखेरि स्वतन्त्र ढङ्गबाट प्रश्न गर्ने अधिकार दियो। तपाईले पहिलो कुरा बुझ्नुपर्छ। किनभने हिजो सम्माननीय पूर्व प्रधानमन्त्रीले के भन्नुभयो भने प्रचण्डको फोटो जलाउँदैमा कसैलाई पक्रिहाल्न जरुरी छैन। यो लोकतन्त्र हो, लोकतन्त्रको सुन्दर पक्ष भनेकै तपाईले फोटो जलाउन पाउनुहुन्छ, पुतला जलाउन पाउनुहुन्छ, तर पक्रिहाल्न जरुरी छैन। यो भनेकै लोकतन्त्र हो। लोकतन्त्रमा विरोध गर्न पाइन्छ, विरोधका आफ्ना शैलीहरू हुन्छन्। त्यसले गर्दाखेरि तपाईको लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा धेरै उपलब्धिहरू भएका छन्। संघीयता तपाईको चाहिँ गणतन्त्र भनेको तपाईको चाहिँ अहिले हामीले तपाईको भनौँ न हिजो कस्तो अवस्था थियो, तपाईको चाहिँ हरुवा चरुवावादी समुदायमाथि कस्तो खालका विभेद हुन्थ्यो, राजतन्त्रात्मक व्यवस्थामा भएका विभेदहरू तपाईले एकचोटि मूल्याङ्कन गर्नु पर्यो। र अहिले गणतन्त्रात्मक मुलुकमा जुन संघीयतामा गइसके पछाडि तपाईको भएका उपलब्धिहरू, विकास निर्माण हेर्नुस्, तपाईँ भरतपुरमा गएर एकचोटि भरतपुर भ्रमण वर्ष तपाईको चाहिँ 2024 पनि चाहिँ अहिले 25 चलिरहेको छ। तपाईँ एकचोटि भरतपुर भ्रमण गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। त्यहाँको मेयर आदरणीय रेणुले गर्नुभएको विकास हेर्नुस्। त्यसैभरि माओवादीका नेतृत्वहरू, माओवादी जनप्रतिनिधिले गरेका राम्रा कामहरू तपाईँले हेर्नुस्। पक्कै गणतन्त्रवादीहरूले अहिलेसम्म सबै चिज राम्रो गरेछन्, गल्ती गरेका छैनन्। म एउटा कुरा के भन्न चाहन्छु भने हाम्रा नेताहरूमा केही न केही कमी कमजोरीहरू छन्। 18 वर्षदेखि हामी सरकारमा छौँ, सत्तामा छौँ, तर एउटा कुरा के बुझ्न पर्यो भने हामी 64 को जस्तो माओवादी बनाउन चाहन्छौँ। 64 मा हामीलाई त्यतिखेर पनि चाहिँ चाहेको जस्तो भनौँ न चाहिँ हामीले लार्जेस्ट मत पाउँदै गर्दाखेरि हामीलाई लगभग 35 देखि 36 सिट बढी भइदिएको भए 2/3 मत हामीसँग हुन्थ्यो। यदि 2/3 मत चाहिँ हामीसँग भइदिएको भए हामीले चाहेको जस्तो संविधान बनाउन पाउँथ्यौँ। रुकुमाङ्गत कटुवाल प्रकरणमा एउटा सेनापतिले एउटा चाहिँ रक्षा मन्त्रीले भनेको कुरा मान्दैन भने सेनापतिलाई किन नहटाउने त? शान्ति सम्झौता अनुसार कुनै पनि सेनाले भर्ना प्रक्रिया खोल्न पाउँदैन भनेको थियो। तर त्यतिखेर चाहिँ तपाईँको तत्कालीन शाही नेपाली सेना होइन, अहिले नेपाली सेना भनियो, त्यतिखेर तपाईँको उहाँहरूले भर्ना खोलेपछि एउटा चाहिँ फायर सुरु भएको। एउटा रक्षा मन्त्रीले भनेको कुरा सेनापतिले मान्दैन, त्यो रक्षा मन्त्री ठुलो हो या सेनापति ठुलो, त्यो कुरा त्यतिखेर तपाईँको प्रचण्डको नेतृत्वको सरकारलाई ढालियो होइन। त्यहाँदेखि तपाईँ यहाँसम्म आउँदै गर्दाखेरि माओवादीको नेतृत्वले कति राम्रा कामहरू गरे। अहिले तपाईँको प्रचण्ड बहिर्गमित हुँदै गर्दाखेरि पनि उहाँलाई कसरी बहिर्गमित गराइयो भन्ने कुरा पनि तपाईँहरूले हेर्न जरुरी छ। आज तपाईँका राजावादीहरू तपाईँको कमान्डर प्रचण्डको घर खुमलटारभित्र छिर्छौँ भन्दैछन्, के भन्नुहुन्छ वाइसेलको नाममा? खबरदार, प्रचण्डको घरमा खुमलटारमा छिर्नुभन्दा पहिला हामी लाखौँ वाइसेलहरू छौँ, लाखौँ जनता
प्रचण्डको अगाडि त के प्रचण्डको चाहिँ जुत्ताको धुलोसम्म पनि पुग्न सक्दैन तिनीहरू, किनभने प्रचण्डको अगाडि पुग्नुभन्दा अगाडि हामीसँगबाट गुज्रिनुपर्छ। यस्ता त 17,000 होइन 17 दुना 34,000को चाहिँ के अरे चाहिँ बलिदान गरेर आउनु जरुरी छ। तपाईँको 5% राजावादीहरूले तपाईको 95% गणतन्त्र र लोकतन्त्रवादीहरूले च्यालेन्ज गर्न सम्भव छ? भनेको प्रतिवाद सम्भव छ? मलाई प्रश्न प्रतिवादको तयारीमा हुनुहुन्छ तपाईहरु? हामी कुनै पनि मानेमा राजतन्त्रको त के कुरा गर्नु, त्यो मसान घाटमा लगेर सेलाइसकेको त्यो फर्किन सक्ने सम्भवै छैन। तपाईको लोकतन्त्र र गणतन्त्रको सुन्दर व्यवस्था, यसको विकल्प भनेकै लोकतन्त्र हो, सुधारिएको लोकतन्त्र हो। हामीले समाजवाद उन्मुख भनेका छौँ। तपाईको क्रान्ति हामीले यहाँसम्म ल्यायौँ, अब हामी समाजवादमा जाने हो। अहिले यो समाजवादी मोर्चाले जुन एउटा आयोजना गरेको छ, समाजवादी मोर्चाको आयोजनामा भएको यो विशाल सभाले एउटा चाहिँ देश विदेशमा अन्तर्राष्ट्रिय जगतमा मेसेज प्रवाह गर्छ कि लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, सुधारिएको लोकतन्त्र, उन्नत लोकतन्त्र हो। सबैले वाक स्वतन्त्रता, तपाईँले मलाई चाहिँ स्वतन्त्र ढङ्गबाट पत्रकारिता गर्ने, तपाईँले स्वतन्त्र ढङ्गबाट प्रश्न गर्ने पाउने अधिकार तपाईँलाई हुनु पर्यो। हिजो राजाको पालामा जस्तो तपाईँले विरोध गरेको आधारमा चाहिँ तपाईँलाई लगेर चाहिँ थुन्ने, तपाईँलाई लगेर हत्या गर्ने, त्यो खालको प्रविधि, त्यो खालको चाहिँ एउटा वीर्य पूजा, एउटा तपाईँको 80 देखि 85 वर्षको वृद्ध बाआमाले गएर राजाको पाउमा खुट्टा ढोक्नुपर्ने हो? तपाईँको चाहिँ ज्येष्ठ नागरिकको हैसियतले त्यो राजाले ढोक्नुपर्ने होइन र? यो कुरा बुझ्न जरुरी छ। हामी त्यसलाई कदापि स्वीकार्दैनौँ, हामी दासत्व स्वीकार्दैनौँ, हामी कुनै पनि हालतमा चाहिँ त्यो खालको रैती व्यवस्थालाई चाहिँ नेपाली जनताले स्वीकार्दैन। तपाईँको चाहिँ लोकतन्त्रमा गणतन्त्रमा पनि विरोध गर्न पाइन्छन्, राजावादीहरू आउन पाउँछन्। म उहाँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू दल खोलेर आउनुहोस्। यदि तपाईँहरू राजा ल्याउन चाहनुहुन्छ भने संविधान संशोधन गरेर 2/3 मत ल्याएर राजा चाहिँ तपाईँको व्यवस्था तपाईँलाई चाहिएको हो भने तपाईँको संसदमा आउनुहोस्, सरकारमा आउनुहोस्। पहिलो कुरा तपाईँ चाहिँ संविधान, तपाईँको चाहिँ संविधानले दिएको कुरा, संविधानको प्रबद्ध अधिकार अनुसार चाहिँ तपाईँ दल खोलेर आउनुहोस्। तपाईँ चाहिँ 2/3 बहुमत लिएर आउनुहोस्। त्यसपछि गएर तपाईँ राजा ल्याउनुहोस्। म भोलि राजावादी बन्न तयार। तर सुधारिएको लोकतन्त्र हामीले भनेका छौँ। लोकतान्त्रिक गणतन्त्रले सबै चिज दियो, म भन्दिनँ। केही कमी कमजोरीहरू छन्, हाम्रा नेतृत्वहरू सुध्रिन जरुरी छ। विलासिता हुन सक्छन्, आलिसान महलहरू हुन सक्छन्। तपाईँले गरेको प्रश्नको जवाब म यहीँबाट दिन चाहन्छु। तर चिज के हो भने भोलि हामीले यसो भन्दै गर्दाखेरि हाम्रो नेतृत्व पनि सचिन जरुरी छ। हामीले 10 वर्ष महान जनित गरेको हामी कसैलाई आलिसान महलमा पुर्याउन पनि होइन। तर यसो भन्दै गर्दाखेरि के लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्छ? हामीले हेऱ्यौँ हिजो तपाईँको पञ्चायतकालमा के थियो, आज राजतन्त्रको व्यवस्थामा के थियो र गणतन्त्रमा के छ। तपाईँ खुलेआम विरोध गर्न सक्नुहुन्छ। मैले चाहेको जस्तो काम गर्न सकिनँ। तपाईँले मलाई 5 वर्षको म्यान्डेट दिएर पठाउनु भयो, तर तपाईँले 5 वर्षको म्यान्डेट दिएर पठाउँदाखेरि चाहेको जस्तो संविधान, चाहेको जस्तो बनाउन सकेन, काम गर्न सकेन भने नेपाली जनताको अवस्था बोल्नु मात्रै होइन, हामीले गरेर देखाएका छौँ। सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले इतिहासको सबैभन्दा धेरै, पार्लियामेन्टमा पनि सबैभन्दा धेरै मत पाउनु भएको छ, तपाईँलाई थाहै छ। कांग्रेसले मत दियो, एमाले दियो, माओवादीको मतमा तपाईँको चाहिँ 79% मत ल्याएर चाहिँ प्रधानमन्त्री भएको होइन प्रचण्डले चाहिँ तपाईँको चाहिँ ठुल्ठुला हाई प्रोफाइलका मान्छेलाई चाहिँ पूर्व गृहमन्त्रीहरूलाई चाहिँ तपाईँको लगेर कारबाही गरेको होइन। प्रचण्डलाई किन ढालियो, देशी विदेशी शक्तिहरूले चाहिँ किन ढाले भन्ने कुरा तपाईँले बुझ्न जरुरी छ। प्रचण्डले राम्रो काम गर्दैछन्। अब हामीले खाइरहेको हाम्रा रोजीरोटी खोसिने भए, हामीले अर्बौं भ्रष्टाचार गरिरहेका, हामीले लगेर राखेका कम्बोडियाका फाइलहरू खोलिने भए, गिरिबन्धु टी स्टेटहरू खोलिने भए, त्यसले गर्दा प्रचण्डलाई कुनै पनि मानेमा हटाउनुपर्छ। यो रवि लामिछाने पनि प्रचण्डको चाहिँ साथमा छ, रविलाई पनि हटाउनुपर्छ भनेर कुनै न कुनै बहानामा रविलाई चाहिँ देशैभरि घुमाउने एउटा खालको प्रविधि जन्मियो। त्यसले गर्दाखेरि म यो दलाल, यो माफिया सरकारलाई पनि के भन्न चाहन्छु भने सुध्र। यदि सुध्रेनौ भने तिम्रै कारणले हो आज राजावादीहरू सल्बलाएको, तिम्रै कारणले हो आज सडकमा राजावादीहरू चाहिँ प्रचण्डका पुतला चलाउन चाहिँ आएका, तिम्रो कारणले हो। खबरदार केपी ओली, यदि तिमी सुध्रिएनौ भने खबरदार शेरबहादुर। आज शेरबहादुरको विकल्प खोजेका छन्, केपी ओलीको विकल्प खोजेका छन्, तर प्रचण्डको विकल्प नेपाली जनताले खोजेका छैन। किन डाइनामिक लिडर, दक्षिण एसियाकै रातो ताराको रूपमा प्रचण्ड स्थापित भएको भन्ने कुरा चाहिँ दुनियाँले देखेको छ।